गाइज नमस्कार, हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। गाइज आज चाहिँ लामो समयपछि फेरि भिडियो उपस्थित गरेर मैले चाहिँ भिडियो बनाइसकेको छु है। अनि साथमा त मेरो छोरी, मेरो दाइको छोरी है, अनि दाइहरू पनि आउनुभएको छ टाढाबाट हाम्रो भेट्नको लागि। अनि एकदम खुसी छौँ हामी चाहिँ है। नानी के भन्छौ? भन कैसे लगा? बहुत अच्छा लग रहा है गाइस, यहाँ आके बहुत हैप्पी हूँ मैं। के भन्नु छ नानी? नहीं अनि नानीहरू चाहिँ सानैबाट इन्डिया बम्बई बसिराख्नु भएको भएर चाहिँ नेपाली बोल्न चाहिँ आउँदैन। बुझ्न त बुझ्नुहुन्छ तर बोल्न चाहिँ आउँदैन है। अनि एकदम खुसी छौँ हामी पनि। अनि गाइस अनि हाम्रो सेपर चाहिँ यता छ, सेपरलाई देखाइदिनु। अनि नानी आएपछि नानीले कर गरेर चाहिँ आज कान्छीले भिडियो गराएको छैन गाइस। अनि नानीले चाहिँ आन्टी भिडियो किन गराउनुहुन्न, भिडियो भलक गराउँ न भनेर नानीले चाहिँ आज भलक गराएको छिन्। माया गरिदिनु होला, ढिलो आयो तर अब चाहिँ बनाउँछिन् भनेर भनेको छिन्। अलिक कान्छी आज भोलि चाहिँ अल्छिनी भएको छिन्, सायद कामको व्यस्तताले पनि होला। अलि कहिले यस्तो गोठ बनाउने, कहिले माटो हाल्ने, कहिले डोको बुन्ने, यस्तै हो गाइस। अनि माया गरिदिनु होला। अब माया गरिदिनु भयो भने भ्युज आयो भने कान्छीले भिडियो गराउँछिन् होला अवश्य पनि। भ्युज नआएपछि अलि मन मर्दो रहेछ होइन, भिडियो गराउनु मन नलाग्ने रहेछ। अनि नानी पनि आएकी छिन् घरमा। नानी तिम्रो नाम के हो? यता भान्जी। अनि हाम्रो सबैभन्दा प्यारो र ठुलो फुपू हाम्रो घर आउनुभएको छ। फुपू हेलो भन्नुहोस् त। कोटपुरबाट आउनुभएको ल, हेलो भन्नुहोस् त फुपू। हेलो भन्नु न। हेलो। कति माया गर्नुहुन्छ अनि हामीलाई सधैँ आइराख्नुहुन्छ। हिँड्न सक्नुहुन्न फुपू, आउनुभन्दा पहिला मलाई फोन गर्नुहोस् न, मैले भनिरहेको हुन्छु। अनि फुपूले हिँडेर आउँछु बाबु, म तिमीलाई दुःख दिन्न भनेर भन्नुहुन्छ। थाहा नदिकन आउनुहुन्छ के। अनि जाने बेला त मैले जहिले पनि पुऱ्याइदिन्छु फुपूलाई। अनि गाइस अनि हामीले यता गोठ बनाउँदै थियौँ। अनि गोठ बनाउँदा अनि बाँसको कमी भएर चाहिँ अनि यो चाहिँ यत्तिकै रोकिएको छ। अब भोलि पर्सि सायद यो बनाउँछौँ। अनि यता गोठ छाइसकेका छौँ। कति राम्रो हुन्छ हामी यस्तै घरमा हुर्केको बढेको। तर यस्तै घरमै शीतल राम्रो होइन नानी, होइन? यस्तो घर त ठिक लाग्दैन, तर हामी सायद गरिबीमै हुर्केर होला होइन। यस्तै राम्रो लाग्छ कान्छी, होइन? गाइस कान्छीले कति माया गर्छ नि सेपरलाई चाहिँ। हिजो चाहिँ हाम्रो यो सेपर बाबुलाई चाहिँ बाइकले चाहिँ अलिअलि हिर्काएको रहेछ, अलिअलि चोट पनि लागेको छ कतातिर होइन। खै देखो त। घरमा बस्न पाइएन गाइस। हामी चाहिँ हिजो बजार गएको थियौँ। अनि सेपर चाहिँ फुत्केर चाहिँ बाटोतिर गएको भएर चाहिँ आज त कान्छीले अनि सेपरलाई त टिका पनि लगाइदिन्छन्। अनि गाइस आज चाहिँ म हजुरलाई एउटा कुरा देखाउँछु। अनि एउटा चाहिँ हाम्रो एउटा सबैको सपनै थियो, यत्रो लामो समय पछि चाहिँ एउटा फ्रिज किन्ने भन्ने सपना थियो। फ्रिज पनि किनिसकेको छौँ। अनि आउनु देखाउनु कान्छी। फाइनली गाइस हाम्रो फ्रिज त यही हो है। हिजो मात्र लिएर आएको। यो चाहिँ छोरीको रहर हाम्रो चाहिँ धेरै पहिलाबाट चाहिँ सोचिरहेको थियौँ। अनि यो रहर पनि हाम्रो पुरा भयो है। हजुरहरूलाई चाहिँ म फ्रिज खोलेर पनि देखाउनेछु। फ्रिजमा चाहिँ अहिले केही राखेको छैन त्यस्तो। अनि अलिअलि त्यो चिसो केही पनि छैन। यो चाहिँ लोकल कुखुराको अन्डा होइन, पानी रहेछ होइन। चिसो छ। त्यो जुस हो कि होइन, नानीले बनाएको जुस। यसमा चाहिँ के छ, यसमा नि पानी नै छ। के हुन्छ र होइन? यो पनि रहरै हो। खै अन्डा त चिसो भएर थिएन। अन्डा त चिसो। मैले धेरै कुलिङमा हालिदिएको थिएँ क्या, फास्ट कुलिङमा। अहिले त पानी बहुत चिसो भएर थियो कान्छी है। यो नि यहीँ थियो, अहिले त कुलिङ राम्रो भएर छ अन्त होइन। गाइस यही हो है हाम्रो फ्रिज चाहिँ। गाइस कान्छीले चाहिँ कुखुराको लागि चाहिँ के चारोमा के छ कान्छी? दुधो भात। ए कति राम्रो कुखुरा भएको छ। बेच्ने हो यो? म किन्छु। पाल्नको लागि लिएर यस्तो राम्रोसँग पालेको रहेछौ। हेर त, यहाँ हो, यता हो, यता हेर्नु कस्तो मान्छ के। यता हो हजुर, यता हो बाबु, यता। यो चाहिँ फाइटर भालु। यो चाहिँ यो गोल्डन रेटिभर हो। यो चाहिँ जङ्गली कुखुरा कति राम्रो छ हेर्नु त। त्यसको करस हो यो चाहिँ है। यो चाहिँ गिरिराज चल्लाहरू। कान्छीले कति मेहनत गर्छिन्। उता गाउँको पनि सबको कुखुरा यहाँ आउँछ। चारो खान पाउँछ नि त यहाँ आएपछि त।
होइन कान्छीले यत्रो चारो दिन्छन् दिनमा 3-4 चोटि दिन्छन् अनि केही पनि छैन होइन जनावरलाई खुवाउनु पर्छ यिनीहरूको लागि पनि भोक लाग्छ अनि गाइस हाम्रो घरमा चाहिँ भाउजू पनि आउनु भएको छ भाउजू चाहिँ सायद थकाइ लाग्यो होला सुत्नु भएको छ अनि दाइ चाहिँ यता बसिराख्नु भएको छ दाइ हजुरलाई मेरो भलाकमा स्वागत सुरेशले भिडियो कम हाल्यो भने दुःख मन नगर्नु होला अबबाट यसले रेगुलर भिडियो हाल्छ है प्लिज बस सपोर्ट गरिदिनु होला मैले यसलाई भनेको छु डाँटेको छु यो मेरो सबभन्दा कान्छो भाइ हो हुन्छ दाइ मैले यसलाई गाली गरेको छु कराएको छु कि अडियन्सलाई रोज भिडियो हाल भनेर कुनै पनि भिडियो हाल भनेको छु अबबाट मसँग भनेको छ कि हाल्छु भनेको छ प्लिज बस हाल्यो भनेपछि तपाईँले सपोर्ट गर्नु होला गाइस अनि दाइले चाहिँ मलाई धेरै सम्झाइराख्नु भएको थियो बाबु तिम्रो च्यानल त मोनेटाइज छ मोनेटाइज भएको मान्छे अनि भिडियो गरिराख्नु पर्छ पहिला त्यस्तो रेगुलर रूपमा काम गरिरहेको मान्छे पहिला आइफोन हुँदा पनि भिडियो गराउने मान्छे अहिले झन् आइफोन छ आइफोन भएपछि झन् सधैँ भिडियो गराउँछु भन्ने झन् अहिले झन् नगराउने भनेर चाहिँ सम्झाइराख्नु भएको थियो हो अनि दाइको कुरालाई चाहिँ एकदम मनमा लिएर चाहिँ अबदेखि चाहिँ भिडियो आउँछ गाइस माया गरिदिनु होला जस्तो पहिला माया गरिदिनु भएको थियो त्योभन्दा बढी हौसला माया लाइक कमेन्ट गरिदिनु होला अनि भिडियो कहाँदेखि हुन्छ कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि यता चाहिँ मैले के लगाइरहेको छु हेर्नुहोस् है गाइस कान्छीको र मेरो मेहनत हेर्नुहोस् है कति ठुलो करेला फलेको छ हेर्नुहोस् त यो आफैले लगाएको कति राम्रो भएको छ अझ यो अझै ठुलो हुन्छ होला गाइस है अनि यता नि हेर्नुहोस् सानो यता चाहिँ पहेँलो भयो के भयो खोइ त्यसलाई हेर्नुहोस् त गाई कति सानो सानो बजिरा लगाएको छ त्यहाँ हेर्नुहोस् त रोक्नुहोस् यहाँ पनि हेर्नुहोस् अनि म उताबाट देखाउँछु है गाई छ हजुरलाई तनी बोडी हेर्नुहोस् त कति लामो भएको छ कति मिटर भयो 1 मिटर भइसक्यो यो मेहनत पछिको सफलता हो गाइज आउने दिनमा एकदम धेरै सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राखेको छु हेर्नुहोस् त त्यहाँ नि फलेको छ अनि कति सानो सानो बोचेर हालेको छ अनि गाइज कान्छीले चाहिँ खाना बनाउँदैछिन् अब बेलुका पनि हुन लाग्यो सनसेट हुन लागिसकेको छ अनि मैले उता कुखुरा पनि पालेको छु आउने भलकमा कुखुरा पनि देखाउने छु अनि देखिसक्नुभयो कुखुराले चारो सारो खाइरहेको छ अनि नानी के गरेको सेपर बाबुलाई हेर त फूल बनाएको अनि त्यसको ज्यानमा किन हालेको त माटो हाल्नु न त बाबुलाई ज्यान चिराउँछ त जुम्रा पर्छ नहाल ल बोल्नु नगर बाबुले त्यस्तो गर्नुहुन्न है माया गर्नुपर्छ है कस्तो ज्ञानी छ हाम्रो बाबु त बाबु चाहिँ पलाएर बसेको छ एकदम नानीहरूसँग चाहिँ एकदम खेल्छ के अनि आउने दिनमा गाइस यसरी नै भिडियो हाल्नेछौँ अनि आजको भिडियोमा चाहिँ यो सुरुवात मात्रै हो माया गरिदिनु होला भन्दै आजको भिडियोदेखि छुट्टिन्छौँ बाई बाई